नमस्कार सबैमा। मलाई यो भिडियो बनाउन मन त थिएन, तर आज मानम के यो भिडियो बनाउन बाध्य भएको छ र बाँकी हजुरहरू भिडियो सुनेर नै भनिदिनु होला। कारण के हो भन्दाखेरि जुन हाम्रो अस्ति भर्खर बित्नु भएको निर्मला बहिनी हुनुहुन्थ्यो, उहाँको लागि म केही बुझ्नको लागि एमबिसी नगएको होइन, म एमबिसी गएको थियो। तर कतिपयले चाहिँ किन एमबिसी गएको भिडियो हाल्यो किन भनेर त्यस्तो खालको कुरा नै गर्नुभएको छ हैन। म जानु गलत थियो, तर म त्यहाँ गलत नियतले गएको थिएन। बहिनीको लास कतिखेर जाने के भनेर बुझ्नको लागि गएको थियो। अनि अर्को कुरा, उसको हरेक प्रुफहरू मोबाइलमा छ भन्ने भएको कारणले गर्दाखेरि मोबाइल हामीले जसरी नेपाल पुर्याउनु छ, यदि त्यो मोबाइल मेरो हातमा आओस् या अरूको हातमा आओस् हैन। अहिले चाहिँ भनिरहेछ ऊ बहिनी जुन निर्मला बहिनीको नन्दा जाँदै हुनुहुन्छ एमबिसी हैन, उहाँले लिनुहुन्छ मोबाइल, लिनुहोस् तर मोबाइल बिचमा एक्टिभ हुनु भएन। मोबाइलको त्यो भित्रको केही मानम कि डिलिट हुनु भएन हैन, मोबाइलको लक तोड्नु भएन। जस्तोको तस्तै मोबाइल नेपाल पुग्नु पर्यो हैन। त्यही हो, जसलाई दिनु मोबाइल। र म एमबिसीलाई के भन्न चाहन्छु भने हजुरहरू जसलाई दिनु मोबाइल, मलाई गुनासो भएन कि या मलाई दिनु या बहिनीको नन्दालाई दिनु या अरू कसैलाई दिनु, तर सही सलामत हिसाब चाहिँ मोबाइल नेपालमा पुग्नु पर्यो, बुझ्नुभयो नि। अनि अर्को कुरा के भन्नुभएको छ नि, हुन त अरूले दिनुभएको रिपोर्ट हो या के हो हैन, मलाई थाहा छैन। जुन म सपना तामाङ हो हैन, सपना तामाङ चाहिँ एउटा नक्कली दिदी भएर एमबिसीमा गएको हो भन्ने रिपोर्ट चाहिँ हजुरहरू माझ पढेको छ भन्ने कुरा सुनेको छ। ठिकै छ, यदि म नक्कली रहेछु भने खोज्नुहोस्, पहिलादेखिको कुराहरू खोजेर ल्याउनुहोस् अनि मलाई भन्नुहोस्। हामी एउटै शाखा सन्तान हैन, एकै ठाउँबाट आएको मान्छे हौ, बुझ्नुभयो नि। त्यही कारणले गर्दा चाहिँ हजुरहरूले हैन जे खोज्नुहोस् त्यो भेटाउनुहुन्छ। हो, म 6 मा बस्छु, बहिनी 4 मा बस्नुहुन्छ, कोही दिदी बहिनी 5 मा हुनुहुन्छ। यसको मतलब यो होइन कि हामी अलग हो भनेर। हाम्रो चाहिँ पहिले बाजेहरूबाट नै छुटेको थियो। एउटा बाजे 6 वटा नम्बर 6 मा गएर बसेका थिए, एउटा बाजे 5 मा, एउटा बाजे 6 मा। यो कारणले गर्दा चाहिँ हाम्रो वडा अलग भएको हो। त्यो कारणले गर्दा चाहिँ हजुरहरूले त्यो अरूको कुरामा झट्टै विश्वास गर्नुभयो कि एउटा नक्कली दिदी हो भनेर। तर होइन, म नक्कली दिदी होइन हैन, निर्मला बहिनीको आफ्नो दिदी हो, बुझ्नुभयो नि। हजुरहरूलाई विश्वास लाग्छ लाग्दैन त्यो गुनासो होइन, मैले मोबाइल पाउनुपर्छ भन्ने गुनासो मलाई छैन क्या, बुझ्नुभयो नि। बस मोबाइल सही सलामत हिसाब नेपाल पुग्नु पर्यो, यति नै भन्न चाहन्छु। हजुरहरू जसलाई दिनु त्यसमा मलाई कुनै गुनासो भएन के, बुझ्नुभयो नि। या उसको नन्दालाई दिनु या उसको दाइलाई दिनु, भाइलाई दिनु हैन, या तपाईँहरू मार्फतै पठाइदिनु कोही आफ्नो विश्वासिलो मान्छे छ भने, तर नेपालमा सही सलामत हिसाब मोबाइल पुग्नु पर्यो उहाँको। अरू हामी केही गुनासो गर्नेवालामा छैन। धन्यवाद, यति नै भन्नको लागि आएको हो, बुझ्नुभयो नि। उल्टो मसँग ठाडो औँला नउठाउनु कसैले पनि। यदि मैले गल्ती गरेको छु भने म सहन तयार छु, बुझ्नुभयो नि। धन्यवाद।